आज चाहिँ हामी यसो ड्रइङलाई फ्रेम गर्ने विचार गरेको छु। प्लिज हेरिदिनुहोस् अनि सपोर्ट गरिदिनुहोस्। फ्रेम धेरै किसिमको हुन्छ। मैले चाहिँ यस्तो किसिमको फ्रेम गर्दैछु जुन चाहिँ मसँग अहिले अभाइलेबल छ। सो यो ड्रइङलाई यो फ्रेममा राख्नु खोज्दैछु। फ्रेम चाहिँ यस्तो हुन्छ। फ्रेम यो पहिला अर्डर गरेको भएर यो फ्रेम पसलले रेडी गरेर राखेको भएर मसँग यो भएको, यसलाई यो भित्र हाल्दाखेरि बेटर हुन्छ एन्ड देन इट इज डन। यो फ्रेम खोल्नुलाई चाहिँ मैले चाहिँ यो पातलो हुक भएको भएर नाइफलाई युज गर्छु हैन। तपाईहरुले चाहिँ आफ्नोलाई जुन कम्फर्टेबल हुन्छ त्यो टुल्स युज गर्दा हुन्छ। यो पछाडी कुनैमा चाहिँ कागज हुन्छ, कागज र यो एसिड फ्री प्लाई भनेर राखेको हुन्छ। यो चाहिँ मैले प्लाई राख्नु लागेको भएर यसमा प्लाई भएको। अनि उनीहरूले चाहिँ फोटो दिए भने चाहिँ खास फोटो राखिदिन्छ। बट देन मसँग चाहिँ ड्रइङहरू रेडी नभएको भएर मैले फ्रेम अर्डर गरेर एकैचोटि 10वटा फ्रेम गरेको भएर अनि एकैचोटि ल्याएँ। अनि पछि टाइम एन्ड अन म ड्रइङ गर्दै आफै पेस्ट गर्छु भनेर फ्रेम ल्याएको। सो आज म यो ड्रइङलाई यो फ्रेममा पेस्ट गर्दैछु। हामीले यो निकालेपछि अब यहाँनिर यसलाई माउन्ट भन्छ। यो माउन्टमा चाहिँ अब ड्रइङलाई प्लेसमेन्ट गरेर हेर्नुपर्ने हुन्छ। सो वेट अ मिनट। हाम्रो पेन्टिङ भन्दा माउन्ट अलिकति सानो, लाइक माउन्टको भ्यू पोइन्ट चाहिँ अलिकति सानो हुनुपर्छ। किनभने पेन्टिङलाई एडजस्ट गर्न, ड्रइङ पेन्टिङलाई एडजस्ट गर्न सजिलो हुन्छ। यदि ड्रइङ भन्दा माउन्ट ठुलो भयो, भ्यू पोइन्ट ठुलो भयो भने त्योबाट खर्लाको बाहिर निक्लिन्छ। अनि अब यसो एडजस्ट गर्यो, जुन अलिकति कम्फर्टेबल लाग्यो त्यो गर्ने। मलाई चाहिँ यो ठिक लाग्यो। यो चाहिँ मास्किङ टेप हो। यो मास्किङ टेपलाई चाहिँ योलाई मास्किङ टेपले ड्रइङ र माउन्टलाई टाल्दाखेरि चाहिँ मुभमेन्ट नहुने भएको कारणले, प्लस हिटको कारणले प्लास्टिकको टेपहरू चाहिँ मकेर उक्किने चान्सेस धेरै हुन्छ। अनि कागजलाई टाँच्दाखेरि कागजकै मिडियम भएको भएर यो मास्किङ टेप चाहिँ मोर लाइक एसेसेबल हुन्छ। हुन त अर्को टेप गर्दा पनि त्यस्तो प्रब्लम त हुँदैन, तर यो चाहिँ अलिक कम्फर्टेबल हुन्छ जस्तो लाग्छ। कागज हो नि त दुइटै। यो वाटर कलर गरेको भएर चाहिँ यो अलिकति पेपरहरू भुक्क उक्किने लाइक भुक्क हुने कारणले अलिक थिचेर मजाले गर्दा बेटर हुन्छ। तर ड्रइङ मात्र हो भने चाहिँ यस्तो प्रब्लम हुँदैन। पेपर फ्ल्याट हुने भएर ड्रइङमा चाहिँ सिधै सजिलै पाराले टेप राख्दा हुन्छ। तर वाटर कलर गरेको भएर कहिलेकाहीँ पेपरको थिकनेसहरू अलि लाइक इम्ब्यालेन्स हुनेको भएर इट टेक्स लिटल बिट मोर टाइम। अब यसरी गरेपछि चाहिँ यस्तो देखियो। अब नेक्स्ट थिङ इज लाइक ग्लासमा कतै फोहोर छ कि भनेर यसो पुस्ने। मेन त्योभन्दा अगाडि चाहिँ पुस्दा सजिलो। अब यो माउन्टकोमा राखेको यसलाई प्लेसमेन्ट गर्दा चाहिँ अलिकति विचार गर्ने। त्यहाँ हुकहरू हुन्छ, हुकको हेरेर प्लेसमेन्ट गर्ने। कहिलेकाहीँ ड्रइङ उल्टो पनि हुनसक्छ। सो हुक हेरेर प्लेसमेन्ट गर्दा सजिलो। ग्लास सफा गऱ्यो। अब फाइनली वी प्लेस इट। यदि सफा भएन भने धुलो निकाल्नुलाई फेरि यो पुरै प्रोसेसमा यो सबै खोल्नुपर्ने भएको कारणले मजाले सफा गर्ने एन्ड देन
वी आर डन। अब लक लगाइदियो। कुनै कुनै फ्रेममा चाहिँ सानो किला हुन्छ, बट देन यो चाहिँ सानो फ्रेम भएको भएर चाहिँ इट्स इजी। यो A5 साइजको मात्र हो मेरो यो ड्रइङ। यो टेपिङ गर्नुको मेन कारण चाहिँ डस्टहरू भित्र नजाओस् भनेर। त्यहाँ सानो ग्याप हुन्छ यो फ्रेम र हामीले पछाडि प्लाई राख्दाखेरि अलिकति ग्यापिङ हुन्छ, सो त्यो ग्यापबाट चाहिँ धुलोहरू भित्र जान्छ भनेर टेपिङ गर्ने हो। त्यसले चाहिँ अलिकति लाइक रस्टिङ पनि हुँदैन, लाइक ढुसी पर्नेहरू त्यस्तो नहोस् भनेर पनि इट्स बेटर। हुन चाहिँ तपाईँले जस्तो अर्को डार्क टेपहरू जुन युज गर्दा पनि हुन्छ, मैले चाहिँ मास्किङ टेप नै किन प्रिफर गरेँ भने मसँग यो मात्र थियो एन्ड देन अलिक सफा पनि देख्ने भएको कारणले पनि। अब यो एक्स्ट्रा आएको टेपहरूलाई चाहिँ तपाईँहरूले कैँची छ भने कैँचीले काट्दा पनि हुन्छ, बट देन म चाहिँ अलिकति यो नाइफसँग कम्फोर्टेबल भएको कारणले नाइफले चाहिँ अलिक फिनिसिङ कट गर्ने भएर मलाई चाहिँ त्यो सजिलो लाग्छ। सो आइ एम कटिङ इट विथ द नाइफ। तपाईँहरूले सिजर युज गर्दा हुन्छ। यो कटिङ बोर्डहरू सबैजनासँग एसेसेबल हुनु सक्दैन होला, सो समटाइम्स इट्स ओके टु कट विथ द सिजर। अलिक प्रेस गरेर कट गर्दा चाहिँ नाइफले बेटर कट गर्छ। ड्रइङ यस्तो देखेको छ हैन। पहिला अब हुक राखौँ न। यो ह्याङ गर्ने कसरी भनेर त्यो ह्याङ्गिङको लागि चाहिँ हुक राख्ने हो। यो नट यो पुरानो पहिलाकोलाई नै युज गर्ने कारणले यो नट टाइट भएकोलाई यसलाई खोलेर आइ एम युजिङ द सेम रोप। थ्याङ्क यू फर वाचिङ हियर हैन। पेसेन्टली तपाईँहरूले हेरिरहेकोमा आइ एम रियली थ्याङ्कफुल। यस्तै आर्ट सम्बन्धी केही विशेष ज्ञानहरू लिएर आउनेछु म हैन। सो किप फलोइङ मी, किप वाचिङ माई भिडियोज हैन। I'll be posting sometimes about travel, sometimes about food, and sometimes about art. अब स्क्रू ड्राइभर युज गरेर यो नटहरू टाइट गर्ने, एन्ड देन दुईटा ठाउँमा टाइट गर्नु पर्यो। हुन त यो फ्रेम पसलले नै तपाईँलाई यो नट र हुक चाहिँ दिन्छ एन्ड रोप पनि दिन्छ बाइ द वे, किनभने यो उनीहरूले गरेर दिनुपर्ने हो। बट देन मैले चाहिँ ड्रइङ नदिएको भएर, फ्रेम खाली ल्याएको भएर उनीहरूले मलाई यो किला लाइक नट, स्क्रू नट र यो मलाई दिएर पठाएको थियो। सो अब यसलाई मजाले टाइट गरेर यो डोरीलाई मजाले टाइट गर्ने। यो डोरी चाहिँ अलिक ग्रिपवाला डोरी हो। ग्रिपवाला भएन भने फुस्किने चान्सेस धेरै हुन्छ। सिसाको फ्रेम हो नि, खस्यो भने फुट्छ।
just cut the extra rope and then we are done. Yes, finally it's done. Hope you like it. Thank you for watching my videos.